हेलो आज चाहिँ हामी तल उजुरे बोक्री मन्दिरमा जाँदैछौँ हो। आजदेखि त त्यहाँ 9 दिनको डाइट स्टार्ट भएको छ हो। अब हाम्रो चाहिँ हुनु त अब बोजू खस्नु भएको, तर पनि अब हामीले चाहिँ हर साल यहाँबाट कन्ट्री लगेर जान्छौँ नि त। अन्त पुरा सालभर जम्मा गरेर चाहिँ एक साल बाद हामी यसरी नै जम्मा गर्छौँ हो। तपाईहरु पनि यहाँ मन्दिरमा आउनु छ, एकदमै तपाईहरुलाई आनन्द आउनेछ। तपाईहरुले है आफ्नो मनोकामनाहरू पुरा गरिदिनुहुन्छ माताले। तपाईहरुलाई यहाँ आएर एकदमै मनमा शान्ति मिल्नेछ हो। आजदेखि लिएर अब बुद्ध पूर्णिमाको दिनसम्म यहाँ हर दिन पूजा अर्चना हुनेछ। तपाईहरु पनि आएर माताको दर्शन गर्नु साथीहरु। एकदमै तपाईको मनोकामनाहरू पुरा गरिदिनुहुन्छ माताले। तर आउँदाखेरि कहिले पनि अब स्वार्थ मन लिएर चाहिँ आउनु भएन है। स्वच्छ मनले चाहिँ तपाईहरुले यहाँ आएर माग्नु भयो भने माताले तपाईहरुको मनोकामना पुरा गरिदिनुहुन्छ साथीहरु। आएर दर्शन गर्नुस् है। आजदेखि 9 दिन लगातार रूपमा पूजा अर्चना हुनेछ यहाँ।